So yesterday we talked about हाम्रो टास्क वन हाउ डु वी डु टास्क वन को भन्ने हिसाबले अलिअलि कुरा गरेको थियौँ होइन आज अलिक फर्दर कामहरू गरौँ सकिन्छ भने आज एनालाइजसम्म भयो भने लेखिन जाउँ कसरी जान्छ त्यो भन्ने कुरा चाहिँ सो यस्टरडे जस्ट टु रिक्याप हामीले के गऱ्यौँ त कस्तो कस्तो गऱ्यौँ होइन योमा गर्दाखेरि चाहिँ सो हामीले हिजो रिक्याप गर्नु पर्दाखेरि चाहिँ वी टक अबाउट थ्री डिफ्रेन्ट थिङ्स हाम्रो टक्स वनमा एकदम इम्पोर्टेन्ट गर्दाखेरि चाहिँ सो इन्ट्रो भनेको कस्तो हो त भन्दाखेरि सबभन्दा बाहिरी खोल कस्तो हो त भन्ने हिसाबले इन्ट्रो भन्छौँ यदि कुनै रिडरलाई त्यो इन्ट्रोबाट पनि भित्र इन्फर्मेसन चाहिनेछ भने यर सी विल गो टु एनालाइसिस अनि त्यो एनालाइसिसलाई पनि कसरी भन्ने छ त भनेर भन्यो भने त्यसपछि अनि बल्ल अनि बढी जान्छ भन्ने कुरामा चाहिँ वी टक्ड अबाउट द्याट पर्टिकुलर yesterday फाइन like talks to here we also decide whether you'd be getting good marks or bad marks on the four assessment tests. So we call it TA, CC, LR, or GRA, right? सो टिएमा कति आयो त सरस्वतीको रिपोर्टमा एलआरमा कति आयो त जिआरएमा कति आयो त भन्ने कुरामा नै डिटरमाइन गर्ने हो हाम्रो हिसाब पनि सो एनी पिस अफ राइटिङ इज डिसाइडेड अन दिज फोर थिङ्स सो उतापट्टि टास्क टूमा चाहिँ टिएमा चाहिँ कस्तो हेर्थ्यो त भन्दाखेरि चाहिँ हामीले दिएको टपिक बुझ्यो कि बुझेन यो क्वेसनको आन्सर गरे कि गरेन भन्ने दुईटा कुरा हेर्थ्यौँ वी युजली स रिफ्रेज राइट यहाँ चाहिँ हामीले के हेर्छौँ भने टिएको केसेसमा चाहिँ जस्तै मैले सरस्वतीलाई एउटा इलिस्ट्रेसन दिएँ मनिकालाई एउटा इलिस्ट्रेसन दिएँ रेशमीलाई एउटा इलिस्ट्रेसन दिएँ होइन त्यो इलिस्ट्रेसन चाहिँ त्यो डेटा भनौँ न अब के कुराको डेटा या इलिस्ट्रेसन पिक्चरहरू चाहिँ बुझ्यो त मान्छेले मनिकाले बुझ्यो त सरस्वतीले बुझ्यो त रेशमीले बुझ्यो त भन्ने कुरा चाहिँ यो डेटा बुझ्यो कि बुझेन भन्ने कुरामा चाहिँ वी युजली पिन पोइन्ट हो क्या किनभने डेटा नबुझ्न सक्छ क्या जस्तै फर इन्स्टेन्स मैले हिजो तपाईँहरूलाई मेडिकल रिपोर्ट दिएको थिएँ त्यो मेडिकल रिपोर्ट ट्याक्कै बुझ्छ क्या मनिकाले पनि बुझ्छ सरस्वतीले पनि बुझ्छ रेशमीले पनि बुझ्छ क्या तर इट वुड बी भेरी डिफिकल्ट फर मी टु अन्डरस्ट्यान्ड द्याट आई कुड नट rationalize द्याट पर्टिकुलर मेडिकल रिपोर्ट म तपाईँहरूलाई एउटा देखाउँछु लेट्स अन्डरस्ट्यान्ड ट्राई टु अन्डरस्ट्यान्ड एज मच एज वी क्यान होइन ऊ गर्दाखेरि चाहिँ फर इन्स्टेन्स if I go to one particular website, I'm a great fan of football, होइन so suppose मैले तपाईँहरूलाई EPL टेबल भनेर दिएँ यो टेबल देखाएर क्या ठिक छ दिस इज अ इलिस्ट्रेसन फाइन मनिका खासै बुझ्दैन सरस्वती खासै बुझ्दैन बुझ्दैन त्यस्तो ल ठिक छ विल ट्राई टु अन्डरस्ट्यान्ड मैले त्यही कुरा बुझाउन खोजेको क्या त्यो मान्छेहरूमा फरक कसरी हुन्छ त भनेर मलाई चाहिँ आर्ट्सल म्याथमेटिक्स त खेलिरहेको जस्तो लाग्छ कि मलाई यो टेबल हेर्दाखेरि चाहिँ किनभने आई बिन फलोइङ द्याट पर्टिकुलर दिस वान पेसेन्ट नेमहरू त त्यति साह्रो छैन ब्लड प्रेसर अब मलाई बुझ्नु गाह्रो छ कि यो अब नट माई फिल्ड आइ अफ म्यान अफ म्यानेजमेन्ट होइन यो कता कताबाट केबाट होइन स्पेसिफाई एबनर्मल नर्मल के हो पार्क पार्क मर्मर भनेको के हो कार्डियोभास्कुलर भनेको मर्मर भनेको के हो आई डोन्ट अन्डरस्ट्यान्ड अनि स्पेसिफाई हुन्छ रेस्पिरेटरी डिजिज भनेको मलाई थाहा पनि छैन क्या बट इट मेक्स सेन्स टु युज द गाइज लाइक वाइज जस्तै यसमा पनि गरिरहेछ यताउता अझ अब
स्याम्पल रिपोर्ट कार्ड भनेर यो नेपाल हेल्थ प्रोफेसनल फेडरेसनको छ होला। ओके, कसैको भर गएको त हुन्थ्यो। Okay, the process of ethanol fuel from illustrated in every ल है, आयो आयो, फाइन, दिस इज एनदर थिङ। नाउ दिस यु क्यान अन्डरस्ट्यान्ड। मलाई चाहिँ काला अक्षर भैँसी बराबर हो है। आई डोन्ट अन्डरस्ट्यान्ड। I can understand normal things. BMI is nothing. Maybe body mass index होला, होला अलरेडी टाकट टुक्रो थाहा भएको होइन। ब्लड प्रेसर त्यस्तै त्यस्तै, हार्ट रेट त्यस्तै त्यस्तै छ, टेम्परेचर यति यति छ, SpO2, सो अक्सिजन रेसियो होला त्यो होइन, समथिङ पर्सेन्टेज अफ अक्सिजन, समथिङ saturated percentage of oxygen होला होइन, के होइन। And so this makes more sense to you, more sense to you than me. This makes more sense to me, okay? किनभने I am more affiliated towards it. तर मैले बुझायो भने चाहिँ तपाईँहरूलाई सजिलो हुन्छ। So these are the positions अहिले रिसेन्ट स्ट्यान्डिङमा प्रिमियर लिगको टिमहरू हो यो, कुन कुन टिम हो, आई गेस यु हेभ हर्ड अबाउट द टिम्सहरू। जिपी इज गेम्स प्लेड, कतिवटा गेम खेल्यो त भन्ने कुरा, सो 26वटा गेम खेल्यो भन्ने हो। डब्लु इज 26वटा गेममा कतिवटा जित्यो त, इट्स विन्स। सो डी इज ड्र, कतिवटा गेम ड्र गर्यो त, 1-1 2-2 भएर 0-0 भएर सकेको। एल इज लस्ट, गेम्स लस्ट। सो इफ यु हेभ 26वटा गेममा 17 + 6 + 3 गर्यो भने द्याट इज 26 गेम्स है। जिडी इज गोल डिफरेन्स, कति गोल हानेको र गोल हानेकोमा चाहिँ यसले अरू टिमबाट टोटल 26वटा गेममा चाहिँ 32 गेम बढी, 32 गोल चाहिँ बढी हानेको छ क्या। सो 32वटा गोल चाहिँ प्लस भएको छ होइन। सो टोटल पोइन्ट्स इज 57। यो कसरी क्यालकुलेट हुन्छ भने विन गर्यो भने चाहिँ 3 पोइन्ट आउँछ, ड्र गर्यो भने चाहिँ 1 पोइन्ट आउँछ, लुज गर्यो भने 1 पोइन्ट पनि आउँदैन। सो 17 × 3 इज समथिङ होला, अनि +6 गर्यो भने चाहिँ 57 आउँछ। 17 × 3 इज 51 अनि +6 इज 57, लुज गर्दाखेरि पोइन्ट। 16 × 3 इज कति हो, ओके 48 होइन। अनि त्यसपछि +5 गर्यो भने 53। अब बुझ्यो नि त होइन, अब चाहिँ के देखाएको भन्ने कुरा त बुझ्यो नि त। Now you require to understand that the first and foremost thing while you are given a task one is you require to understand the data. लेख्ने बित्तिकै झ्याम्म लाएर लेख्न थाल्ने होइन, भन्न खोजेको कुरा हो त डेटाले के देखाएको हो त भन्ने कुरा चाहिँ चाहियो क्या। एन्ड यु निड टु बी एक्सप्लेनेबल, एकदमै मजाले एक्सप्लेन गर्दाखेरि चाहिँ हुन्छ भन्ने कुरा। सो वेन एभर युआर गिभन एन इन्ट्रो, मैले रेसमीको एकछिनमा हेर्छु ल। टास्क 1 क्वेसन्स फर इन्स्टेन्स, ल मैले एउटा चार्ट दिएँ सपोज, ल फाइन। सो दिस पर्टिकुलर थिङ अब मैले के गर्न पाइँदैन त भनेर भन्दाखेरि यसले यो अगाडि नै दिएको छ नि त, यो द चार्ट बिलो सोज द एक्सपेन्डिचर अफ 2 countries and 2 कन्ज्युमर गुड्स। यही ठ्याक्कै सार्न चाहिँ पाइँदैन। द कन्सेप्ट इज थिङ सार्ने इज नट अन्डरस्ट्यान्डिङ, बुझ्यो नै भन्न चाहिँ पाइँदैन, फाइन। सो यही ठ्याक्कै सार्न चाहिँ पाइँदैन। म चाहिँ के गर्छु त भनेर भन्दाखेरि आई युज द सेम कन्सेप्ट द्याट आई युज इन टास्क 2। सो सर लाएर हेर्ने हो, मनिका यसो हेर त के हो, के देखाएको हो।
नेपालीमा भन भन। तर यो चाहिँ यो चार्टमा चाहिँ 2010मा चाहिँ दुईटा कन्ट्रीले चाहिँ अ, कुन कुन कुरामा चाहिँ धेरै एक्सपेन्डिचर गर्यो जुन चाहिँ पाउन्ड स्टर्लिङमा छ यो चाहिँ अमाउन्ट चाहिँ कुन भन्नु कुन छ। कुरामा धेरै, कुन कुन कुरामा कति एक्सपेन्डिचर गर्यो त भन्ने कुरा होइन, कुन कुन कुरामा चाहिँ एक्सपेन्डिचर गर्यो त भन्ने कुरा देखाएको छ भन्ने कुरा चाहिँ फाइन, द्याट्स फाइन। देयर आर थ्री रिक्वायर्ड थिङ्स द्याट यु रिक्वायर टु डु ओभर हियर। तपाईँहरूले चाहिँ तिनवटा कुरा गर्नुपर्ने हुन्छ वेन एभर युआर सिन इन्ट्रोको केसेसमा चाहिँ। द थ्री रिक्वायरमेन्ट्स इज के देखाएको छ, वाट, वेयर, कहिलेको देखाएको छ, र वेन के देखाएको छ, वाट, वेयर, वेन, थ्री थिङ्स, थ्री डब्लुएच। यो तिनवटा कुरा चाहिँ यु निड टु स्पेसिफाई इन युर इन्ट्रो, फाइन। सो अलिअलि थाहा भयो नि त तिमीलाई होइन, मनिका सरस्वती। सो विद्या खन्डकीले चाहिँ कता कता खर्च गरेको छ भने। अब के गर्ने भने डु नट लुक एट दिस, हो क्या। म दुईटा मात्र देखाउँछु ल। ल नाउ मलाई के टाइप गर भने सिम्पल, जति साह्रो एक्सप्लेन गर्नुपर्छ एक्सप्लेन गर, प्रब्लम छैन मलाई होइन। सो मलाई के टाइप गर त भने भन्दाखेरि तिमीहरूले च्याट बक्समा द बार ग्राफ गिभन प्रोभाइडेड, अब जे गर्दा नि हुन्छ, बिलो सिलो चाहिँ नभन होइन। द गिभन प्रोभाइडेड, अब जे भन्दा नि हुन्छ, प्रब्लम भएन। द गिभन बार ग्राफ, ल बार ग्राफ नै भन्नु पर्यो है, पिक्चर भन्नु भएन। द गिभन बार ग्राफ, ल सोज, अब तिमीहरू जेसुकै भन, सोज, भिजुअलाइजेस होइन, जेसुकै रिप्रेजेन्ट्स, अब जेसुकै भन, प्रब्लम छैन। के त, वाट, वाट, वेयर, अफ वेयर, अनि वेन, अफ वेन। यो तिनवटा कुरा स्पेसिफाइङ। मन लेख्छु एउटा च्याटमा, तर माथिको हेर्न चाहिँ पाइएन। प्रेसर पनि लेख ल। सिम्पल ल्याङ्ग्वेजेस, आई डोन्ट वान्ट एकदम गेम अफ थ्रोन्स वाला ल्याङ्ग्वेजेस, सिम्पल के देखाएको छ, के भछ होइन। एक्सप्लेन एज मच। वेन चाहिँ अलिक देखिएन उसलाई। दिस इज अफ 2010 ल।
यो ब्लू कलर डेटाहरू नभन्ने ल मनिका एकैछिन म कुरा गर्छु यसको इट्स फाइन प्रब्लम छैन हामी भनौँला है कस्ट ओके फाइन फाइन ठिक छ लेट्स टक अबाउट इट मैले दुईटा तिनवटा राखेको छु अल्सो टक अबाउट इट के हो भन्ने कुरामा चाहिँ होइन And okay. So there are certain things that we have devised, right? Here, रेशमीको उ गरेर थिएँ तर मैले यसो निकालेँ ल अब यो कुन चाहिँ कुरा ठिक हो कुन चाहिँ कुरा ठिक होइन भन्ने कुरामा चाहिँ So questions were यो यदि हामीले उठाएको भयो होइन one like this was the question actual question किन नि पठाएको उसलाई म रेशमीको नि यस्तो कमेन्ट दिइहाल्छु ल what you call a good intro what do you call होइन अलिकति mediocre intro what do you call a bad intro यो कुराहरू ठिक छ फर्स्टमा लेट्स अन्डरस्ट्यान्ड मनिकाको प्रब्लम अब मैले लेखेको त सही हो आफूले पकाएको खाना मिठो भए जस्तै होइन मैले लेखेको त सही हो जस्तो लाग्छ मलाई सो द्याट इज समथिङ लाइक द्याट बट स्टिल लेट्स एनालाइज इट कसरी हुन्छ भन्ने कुरा अब के कुरा लेख्दा ठिक हो के कुरा लेख्दाखेरि बेठिक हो भन्ने कुरामा चाहिँ लेट्स अन्डरस्ट्यान्ड इट राइट सो मनिकाको द गिभन बायोग्राफ दिस इज गुड रियली गुड किनभने मलाई रेशमीकोमा के गिभन बार एउटा
रिडरको दिमागमा मैले के गर्ने हो त भन्दाखेरि चाहिँ पिक्चर कस्तो हो भन्ने कुरा दिमागमा राख्नुपर्ने हुन्छ क्या, राइट? त्यो गिभन बार ग्राफले चाहिँ मलाई के दिन्छ त भनेर भन्दाखेरि चाहिँ पिक्चर चाहिँ यस्तो खालको थियो है, मोनिकाको पिक्चर चाहिँ यस्तो थियो है भन्ने कुरा चाहिँ एकदम क्लियरली रिप्रेजेन्ट गर्छ। आई रियली लाइक द गिभन बार ग्राफवाला चाहिँ, किनभने त्यो मान्छेको दिमागमा बार ग्राफ आइसक्यो भन्ने हो क्या। रेशमी रेशमीकोमा मलाई चित्त नबुझेको कुरा त्यो डायग्राम इज वेग, मलाई भन्नै पऱ्यो कि बार ग्राफ हो भनेर रेशमी पहिल्यै। ल, किन डायग्राम जे पनि हुन सक्छ नि, इट कुड बी लाइन ग्राफ, इट कुड बी पाई चार्ट, इट कुड बी एनिथिङ। सो कमेन्टिङ के साथ ठिक छ, shows that चाहिँदैन होला है यसमा चाहिँ। ओके फाइन, टु कन्ट्रिज एक्सपेन्डिचर, बरु यो बेटर छ टु कन्ट्रिजको पछि कमा, दुईटा कन्ट्रीको भने बेटर हुन्थ्यो। टु कन्ट्रिज एक्सपेन्डिचर अन डिफरेन्ट टाइप्स अफ गुड्स इन द इयर 2010, दिस इज अ गुड वान, यति मात्रै। The blue color data indicates the France, while the other color data indicates the UK, and currency has been spending. यो पनि ठिक छ है। यो ब्लू कलर डेटा फ्रान्स, अरेन्ज कलर डेटा फ्रान्स चाहिँ काम भएन क्या, यो बच्चा लेखा जस्तो भयो। किनभने वी नो द्याट वी आर प्रेजेन्टिङ दिस टु एन एक्सपर्ट। मनिका यो कसरी बेटर हुन्थ्यो भने, इफ इन केस मैले बेटर नै गर्नु पाएँ, यसमा बवाल गर्नलाई चाहिँ ल हेर्छु म के गरे बेटर हुन्थ्यो नि, म यस्तो हटाउँछु ल पहिला हेर्नु। So this is nice, टु कन्ट्रिज एक्सपेन्डिचर, यो यस्तो टु कन्ट्रिजको एक्सपेन्डिचरमा यो एउटा चाहिँ थप्दै दुईटा कन्ट्रिजको बिचमा चाहिँ यो बुझ्छ नि कन्ट्रिजको बिचमा के एस पछि किन लगाएको भनेर। यु अन्डरस्ट्यान्ड दिस? एउटा क्वेसन सोधिहाल्छु र यसमा ग्रामरको केसेसमा कुरा गरिहाल्छु है, होइन कुरा आइ नै सक्यो, किन उ गर्ने। हटाउँछ ल, कुरा आइ नै सकिसकेपछि म 4वटा वर्ड लेख्छु यो कन्ट्रिजको कुरामा, मेक मी द डिफरेन्स है। What's the difference between these four? Anyone? What difference के हो? नेपालीमा भन्नु पर्यो मलाई। सर्ट फर्स्टको कुलरको पछाडि फर्स्टको चाहिँ एउटा नेपालीमा मात्रै भन्दै बर्ड, न, यो के हो? एउटा मात्रै चरा, चाहिँ चराको पखेटाहरू। चराको, ओके, चराको पखेटाहरू, ओके, तलको चराहरूको पखेटाहरू। ओके, द्याट्स फाइन। चराको पखेटाको चराको पखेटाको पखेटाको, ओके द्याट्स फाइन। यो चराको पखेटाहरूको चराको पखेटाहरू पखेटाहरूको को, ओके फाइन, द्याट्स फाइन, द्याट्स गुड। यसमा पनि अब विङ्समा यस्तो गरेर तिमीले यस्तो गरेर कमा एउटा राख्दाखेरि चराको पखेटाहरूको हुन्थ्यो क्या। रेशमी थाहा थियो यो पहिला? यो स्याटको वाला क्वेसन होला यो। अच्छा अलिअलि कन्फ्युजन हुन्छ, त्यही त्यही त ठिक छ ल, फाइन ठिक छ भने त प्रब्लम भएन। सो गिभन ग्राफ बाय ग्राफ shows
दुईटा कन्ट्रीको, यसमा पनि कन्ट्रिजको अगाडि एस लेख्दाखेरि चाहिँ पाइँदैन है, द्याट वुड बी रङ। ग्राफ सोज है दुईटा कन्ट्रीको एक्सपेन्डिचर देखाएको छ अन डिफरेन्ट टाइप्स अफ गुड्स इन द इयर 2010 भने बबाल हो यो ब्लू कलर डाटा इन्डिकेट चाहिँदैन मलाई हो, बरु के गरे हुन्थ्यो भने यो टु कन्ट्रिजमा चाहिँ टु कन्ट्रिज एक्सपेन्डिचर फ्रान्स एन्ड द युके भने चाहिँ बेटर हुन्थ्यो कि, किन त्यो कुरा मिसाउँदाखेरि युके युकेज एक्सपेन्डिचर अन टु डिफरेन्ट कन्ट्रिज अनि यति उडाएर यो लेखा भयो नि द करेन्ट एक्सपेन्ड हैज बीन गिवन इन पाउन्ड स्टर्लिङ, दिस इज अ गुड इन्ट्रो। ल मनिका यो कलर कलर चाहिँ नभन्ने, कलर कलर थाहा छ हामीलाई, यो चाहिँ तिम्रो कस्तो हुन्छ अनि मनिका तिमीले 150 पुऱ्याउनुलाई यो कलर सरल लेखा हो भनेर भन्ने बुझिन्छ क्या। ल सो दिस इज गुड, मेरो त राम्रो हुने भइहाल्यो र। द गिवन ग्राफ shows the total spending of two European countries, France and the UK, on 5 different items like cars, computers, and books in the year 2010 भइहाल्यो सरस्वतीको। द गिवन ग्राफ, यो द को टी क्यापिटल होइन, यसो गरौँ यो बच्चा बेला जस्तो होइन। द गिवन बार ग्राफ सोज, अब उसले कस्ट भन्यो क्या, कस्ट भनेको चाहिँ परेको भयो क्या होइन त। अब के जस्तो लाग्यो त भन्दा कस्ट स्पेन्स, अब यो बुझिएन हेर, यो कस्ट हो कि स्पेन्स हो, यो दुईटा कुरा फरक फरक कुरा हो क्या। आफूलाई परेको खर्च गरेको भनेर भन्यो क्या, कस्ट भन्नु पर्यो क्या। नत्र यो कस्ट नभनिकन कस्ट भनेको त किनेर ल्याएको भएको भने चाहिँ बट प्रोडक्ट्स भन्यो, जस्तै द स्पेन्स भने हुन्थ्यो, shows the spends on various products by two countries, France and UK in 2010, यो पनि ठिकै हो, could have been better सरस्वती। अब मैले दुईटा भेरिएसन देखाएको छु है। The bar graph represents how much money did France and UK spend in 5 different products in the year 2010, यस्तो भने पनि हुन्थ्यो, that is different from this हैन। अर्को the bar graph shows the total expenses in pound sterling by the French and the British in the year 2010, यो यसमा पनि उ भन्न पर्यो, French on different products, different items भने मैले, or 5 different items in the year भन्नु पर्यो, के छ। The above diagram illustrates हुन्छ होला, डायग्राम मलाई अलि चित्तको बुझेन, 12 एउटा थप्नु पर्थ्यो होला रेशमी, सो द्याट अब क्लियर भयो नि त राइटर रिडरलाई, बार डायग्राम हो भनेर क्लियर भयो। इलिस्ट्रेट्स, अब यसमा चाहिँ कस्तो भयो नि, अबाउट डिफरेन्ट प्रोडक्ट अफ फ्रान्स एन्ड युके इन द इयर 2010 भनेर भन्यो भने, अब मानिलिउँ होला म अझै कुरा बुझाउन खोज्छ क्या, डिफरेन्ट प्रोडक्ट्स अफ फ्रान्स एन्ड युके भन्यो, मानिलिउँ मैले तिमीलाई यो देखाएको छैन अरे क्या, ठिक छ रेशमी, मानिलिउँ तिमीलाई मैले यो देखाएको छैन, अब मैले यही मात्र राखेर बुझ्न खोजेर के मलाई, मैले यो पिक्चर सिक्चर के पनि देखाएको छैन, मैले यही मात्र राखेर बुझाउन खोज्दाखेरि त यो पिक्चरले के देखाउँछ त भन्दाखेरि, यो बार डायग्रामले डिफरेन्ट प्रोडक्ट्स, फ्रान्सको डिफरेन्ट प्रोडक्ट्सको चाहिँ 2010 मा के बिक्री भएको थियो भन्ने कुरा देखाउँदाखेरि त मलाई यसले त यसरी देखा जस्तो लाग्छ के, कार, पर्फ्युम, क्यामेरा, अब अरू के होला, बुक, कम्प्युटर, स्पेन्डिङको कुरै आएन के रेस्टुरेन्टमा। यो लाइनको आधारमा द एबभ डायग्राम इलस्ट्रेट्स द डिफरेन्ट प्रोडक्ट्स अफ डिफरेन्ट प्रोडक्ट्स हुन्छ हैन, प्रोडक्ट्स अफ फ्रान्स युके इन द इयर, सो 2010 मा यसमा चाहिँ त्यो सबै नै लेखेर चाहिँ गर्नुपर्छ भन्नुभएको, स्पेन्डिङको कुरा त्यो आउनु जतिवटा पर्यो आइटम छ, जतिवटा जस्तै आइटम छ यसरी त्यो यसरी चाहिँ बुझ्न रेशमी, मैले भन्न खोजेको यो बार डायग्रामले चाहिँ, म नेपालीमा भन्छु ल यही कुरा, यो बार डायग्रामले चाहिँ युके र फ्रान्समा 2010 मा बिक्री भएको डिफरेन्ट प्रोडक्ट्स देखाएको छ भनेर अनि
डिफ्रेन्ट प्रडक्ट्स देखाएको छ भनेको त लिस्टमा त गरेको हो नि त होइन त कार पर्फ्युम क्यामेरा बुक र कम्प्युटर मात्र देखाएको हो नि त हजुर तर उसले देखाएको त यो बार डायग्रामले चाहिँ इलिस्ट्रेट्स अबाउट द ए एक्सपेन्सेस हो के एक्सपेन्सिभ ओके एक्सपेन्सेस अफ डिफरेन्ट प्रोडक्ट्स अफ फ्रान्स एन्ड युके हो के यो हुन्छ हटायो भने त एक्सपेन्सेस नै अब एक्सपेन्सेस भनिसकिसकेपछि यसरी बुझ कि एक्सपेन्सेस अफ डिफरेन्ट प्रोडक्ट्स भनिसकिसकेपछि अब कारमा सपोज कारमा बल्ल आउँछ कि कुरा कारमा what the कारमा 2 बिलियन खर्च भएको होला पर्फ्युममा 4 बिलियन खर्च भएको होला बल्ल कुरा आयो के होइन त रेशमी होइन हजुर त्यो एक्सपेन्सेस नलेख्दाखेरि त लिस्ट आउट मात्र गरे जस्तो भयो कि कार पर्फ्युम यो कुरा बिक्री भएको तपाईँहरूले के याद गरिदिनु पर्यो भने एउटा रिडरले त्यो पिक्चर नहेरिकन तपाईँको ल्याङ्ग्वेजबाट के देखाएको छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो कि एक्ज्याक्टली बुझ्नु पर्यो कि फाइन हुन्छ अन्डरस्ट्यान्डिङ वाट आइ एम ट्राइङ टु से हजुर जस्तै पिक्चर जस्तै कस्तो छ भने तपाईँहरूले पेसेन्ट ह्यान्डओभर दिन्छ नि ह्यान्डओभर दिँदाखेरि त तपाईँले रिपोर्ट त लेख्नुहुन्छ थाहा छ होइन जस्तै मनिकाले सरस्वतीलाई पेसेन्ट ह्यान्डओभर दिँदाखेरि रिपोर्ट दिँदाखेरि सरस्वतीले चाहिँ के याद गरिदिनु पर्यो त्यो रिपोर्ट मात्र पढेर पेसेन्ट कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो नि त होइन त पेसेन्ट हेर्ने नहेरिकन है पेसेन्ट कस्तो छ रिपोर्ट मात्र दियो भने त थाहा पाउनु पर्यो नि त कुरा चाहिँ त्यो हो क्या फाइन द्याट्स एक्सप्लेनिङ हो नि त रिपोर्ट जस्तै मैले एक्सिडेन्ट भएको रिपोर्ट एक्सिडेन्ट भयो भनेर भन्ने कुरा रिपोर्टरले कसरी भन्नु पर्यो त भन्दाखेरि चाहिँ मैले त हेरेर गएको छैन नि त त्यो एक्सिडेन्ट त्यो रिपोर्टरले कसरी भन्नु पर्यो त्यो रिपोर्ट एक्सिडेन्टै भएको जसरी देखाउनु पर्यो कि मलाई एक्सिडेन्ट भएको त देखाउनु पर्यो नि त एज अ रिडरको लागि रिपोर्टिङको काम त्यो हो क्या आई टक मोर रिजोइन एकचोटि